नमस्ते एभ्रिवान। अहिले चाहिँ म इन्डिया र नेपालको सिमानाको बिचको मोहना नदी भन्नेमा आएको छु। यो मोहना नदीको बारेमा केही कुरा भन्नेछु। यो चाहिँ अहिले पुरै बालुवा हो कि, पुरै बालुवा छ होइन। यो पुरै बालुवा हो। अनि ऊ त्यो पारिपट्टिको धौलोपट्टि छ नि, यो चाहिँ सिमाना छुट्याउने बोर्डर हो कि। त्यहाँ पारिपट्टि चाहिँ इन्डिया भनिन्छ, यो वारिपट्टि चाहिँ नेपालको सिमाना हो। अहिले चाहिँ यो पुरै बालुवा हो कि, पुरै बालुवा हो। यो मोहना नदी भन्ने हो होइन, धेरै ठुलो नदी हो क्या। यो सायद नेपालको नम्बर 2मै पर्छ होला यो नदी पनि। तर यो अहिले पानी धेरै नदेखिए तापनि त यो डिस्चार्जेसमा धेरै छ कि, बज्दैन होइन, सुनसान बगिरहेको हुन्छ। धेरै ठुलो नदी हो कि यो, धेरै ठुलो नदी हो यो, बज्दैन। अहिले चाहिँ पानी धेरै छैन, अझ डिस्चार्ज क्यापासिटी पानीमा चाहिँ भोल्टेज धेरै छ कि अहिले 9 बजी त अन्त। अनि बर्खा चाहिँ पुरै यो जाम भइदिन्छ कि, पुरै यो जति बालुवा छ नि, अहिले बालुवाले छेकेको पुरै यो पानी हुन्छ कि। ल हेर्नुहोस्, यस्तो छ यो मोहना, यस्तरी बग्छ यो पानी। यस्तो छ। अहिले चाहिँ हिउँदको सिजन हुनाले पानी सानी सुकेर चाहिँ यस्तो अवस्था छ। यो पुरै बालुवा हो, हेर्नु, पुरै बालुवा बालुवा।